सीधा विषयवस्तुमै प्रवेश गरौँ है। नेपालमा अहिले एउटा गजबको संवैधानिक रस्साकस्सी चलिरहेको छ। यसले हाम्रो लोकतन्त्रमा शक्ति सन्तुलन कति नाजुक छ भन्ने कुरा छर्लङ्ग पार्छ। अहिलेको अवस्था भनेको नि कानुनका अक्षरहरू र संविधानको मर्म ठ्याक्कै आम्ने सामने भएर उभिएका छन्। भर्खरैको कुरा हो, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका 8वटा अध्यादेशमध्ये 7वटालाई तुरन्तै स्वीकृत गर्नुभयो। तर अचम्मको कुरा के भयो भने ठ्याक्कै एउटा अध्यादेश उहाँले सरकारलाई नै फर्काइदिनुभयो र यही एउटा घटनाले अहिले देशैभरि कानुनी र राजनीतिको ठूलो तरङ्ग ल्याइदिएको छ। आज हामी यो पुरै विषयलाई क्रमैसँग केलाउने छौं। अध्यादेश फिर्ताको मुख्य कारण, बहुमतीय प्रणालीको विवाद, संविधानमा भएको व्यवस्था, कानुनविदहरूको फरक मत र अबको सम्भावित बाटो के त, यो सबै कुरा हेर्दै जाउँ। सबैभन्दा पहिले अध्यादेश फिर्ताको मुख्य कारणबाटै सुरु गरौँ। राष्ट्रपतिको यो कदम सामान्य पक्कै होइन। उहाँले संविधानको मर्म र बहुदलीय लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्ने आफ्नो कर्तव्य भएको औल्याउनु भएको छ। कुनै पनि कानुनी छिद्र प्रयोग गरेर संविधानको मूल भावनामाथि प्रहार नहोस् भन्ने उहाँको जोड देखिन्छ। यो एउटा सानो कानुनको मात्र कुरा होइन नि, यो त सिङ्गो लोकतान्त्रिक प्रणालीकै रक्षाको कुरा हो। राष्ट्रपतिको सन्देशमा प्रष्ट लेखिएको छ, बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्नुपर्छ। उहाँले सरकारलाई सर्वोच्च अदालतको पुरानो फैसला पनि सम्झाउनु भएको छ। अध्यादेश निष्क्रिय हुँदा कानुनी शून्यता हुँदैन, पुरानै ऐन आकर्षित हुन्छ भनेर अदालतले भनिसकेको अवस्थामा यति हतार गरेर यो अध्यादेश किन ल्याउनु पर्यो त भन्ने उहाँको बलियो प्रश्न छ। अब लागौँ परिषदको बहुमतीय प्रणाली विवादतर्फ। आखिर अरू सबै अध्यादेश पास हुँदा यही एउटाले मात्र किन यत्रो आगो बाल्यो त? मुख्य कुरो गणपूरक संख्यामै छ। संवैधानिक परिषदमा जम्मा 6 जना सदस्य हुन्छन्। सामान्य गणित अनुसार बहुमत पुग्न 4 जना चाहिन्छ, होइन त? तर यो फिर्ता भएको अध्यादेशले के प्रस्ताव गर्यो भने 3 जनाले मात्रै पनि निर्णय गर्न सक्नेछन्। यसले त कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलनलाई नै जगैदेखि हल्लाइदिन्छ नि। राष्ट्रपतिले सुशीला कार्कीको पालाको यस्तै एउटा विधेयक रोकेको कुरा पनि स्मरण गराउनु भएको छ। 6 जनामा 3 जना भनेको त अल्पमत भयो। अल्पमतलाई देशका यस्ता महत्त्वपूर्ण नियुक्तिहरू गर्ने अधिकार दिँदा राज्यका प्रमुख 3 अङ्गको प्रतिनिधित्व नै कमजोर हुन्छ र परिषदको लोकतान्त्रिक आधार नै भत्किन्छ भन्ने राष्ट्रपतिको तर्क छ। अब यो विषयले संविधानको एउटा ठूलो अस्पष्टता अर्थात् ग्रे एरियाभित्र कसरी प्रवेश गर्छ त्यो हेरौँ है। यहाँनिर कुरा अलिकति प्राविधिक तर एकदमै चाखलाग्दो छ। संविधानको धारा 113ले संसदबाट आएका विधेयकहरू राष्ट्रपतिले 15 दिनभित्र फिर्ता पठाउन सक्ने प्रष्ट व्यवस्था गरेको छ। तर धारा 114 हेर्ने हो भने सरकारले सिधै ल्याउने अध्यादेश फिर्ता गर्ने बारेमा संविधान पुरै मौन छ। एक शब्द पनि लेखिएको छैन र यही मौनताले गर्दा राष्ट्रपतिको यो कदम कानुनी रूपमा कति सही हो भन्नेमा अहिले ठूलो बहस छिडिएको छ। तर राष्ट्रपति भने संविधानको धारा 61मा टेकिरहनु भएको छ। धारा 61 को उपधारा 4 ले भन्छ, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। उहाँको दाबी यही हो कि देशको अन्तिम र प्रमुख संरक्षक भएको नाताले यदि कुनै अध्यादेशले संविधानकै मर्ममाथि प्रहार गर्छ भने त्यसलाई रोक्ने दायित्व उहाँकै हो। अनि यस्तो अन्तर्निहित शक्ति प्रयोग भएको यो पहिलो पटक भने पक्कै होइन। विगतमा जेन्जी आन्दोलन पछिको संक्रमणकालीन व्यवस्थापन गर्दा होस् वा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा होस्, जब संविधानमा स्पष्ट बाटो थिएन तब तत्कालीन सङ्कट टार्न राष्ट्रपतिबाटै यस्तै विशेषाधिकार प्रयोग गरेर निकास निकालिएका अभ्यासहरू हामीले देखेका छौँ। अब कानुनविदहरूको फरक मततिर लागौँ। संविधानको भाषा नै दोहोरो अर्थ लाग्ने खालको भएकाले विज्ञहरू पनि विभाजित छन्। पूर्व महान्यायाधिवक्ता तथा सर्वोच्चका पूर्व न्यायाधीश पवन कुमार ओझाको कुरा सुन्ने हो भने उहाँको भनाइ एकदमै प्रष्ट छ। उहाँ भन्नुहुन्छ, संविधानले विधेयक पो फिर्ता गर्ने अधिकार दिएको छ, अध्यादेश होइन। यसरी छानेर अध्यादेश फिर्ता गर्दा राष्ट्रपति आफ्नो स्पष्ट संवैधानिक दायराभन्दा बाहिर जानुभयो भन्ने उहाँको तर्क छ। वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ग्याली त अझ एक कदम अगाडि बढेर दाबी गर्नुहुन्छ। उहाँका अनुसार राष्ट्रपतिले अध्यादेशमाथि भिटो प्रयोग गर्ने कुनै अधिकार नै छैन। यसरी सरकारको अध्यादेश रोक्नु भनेको त मन्त्री परिषदको कार्यकारी अधिकार नै राष्ट्रपतिले आफै प्रयोग गर्न खोजे सरह भयो, जुन सरासर संविधानको उल्लङ्घन हो। तर नेपाल बार एसोसिएसनका अध्यक्ष डाक्टर विजय मिश्रको धारणा भने ठ्याक्कै उल्टो र निकै रोचक छ।
उहाँ भन्नुहुन्छ, संविधानमा प्रश्न नभए पनि विगतको अभ्यासले फिर्ता पठाउन मिल्छ। हरेक जसो प्रधानमन्त्रीले संवैधानिक परिषदलाई आफ्नो गोजीको कानून जस्तो बनाएर चलाउन खोज्ने प्रवृत्ति छ। त्यसैले त्यसलाई रोक्न राष्ट्रपतिको यो कदम एउटा अति आवश्यक सन्तुलनको संयन्त्र हो भन्ने उहाँको बुझाइ छ। एकातिर कानूनको हुबहु पालना गर्नुपर्ने दबाव, अर्कोतिर संविधानको मूल मर्म बचाउनु पर्ने तर्क। यी दुई बीचको यो कडा भिडन्तमा अब साँच्चै के हुन्छ त? यो संवैधानिक गतिरोध चिर्न अबका सम्भावित बाटाहरू के हुन सक्छन् त? आउनुहोस् हेरौँ। अहिले सरकारको हातमा मुख्यतया 3वटा विकल्प छन्। पहिलो, राष्ट्रपतिको चासोलाई सम्बोधन गरेर अध्यादेशको भाषा संशोधन गर्ने। दोस्रो, यो झमेला नै छाडौं भनेर अध्यादेश पूर्ण रूपमै त्याग्ने। वा तेस्रो र सबैभन्दा टक्राउपूर्ण बाटो, राष्ट्रपतिलाई नै चुनौती दिँदै हुबहु त्यही अध्यादेश जस्ताको तस्तै पुनः पठाउने। विज्ञहरूले औल्याएका छन् कि यदि सरकारले तेस्रो बाटो रोच्यो, अर्थात् अडान नछाडी ठ्याक्कै त्यही अध्यादेश फेरि पठायो भने राष्ट्रपतिको कानुनी बाटो बन्द हुन्छ। उहाँले त्यसलाई दोस्रो पटक अस्वीकार गर्न मिल्दैन र अनिवार्य रूपमा जारी गर्नै पर्ने हुन्छ। अन्ततः यो सम्पूर्ण घटनाक्रमले हामीलाई एउटा निकै गहिरो सोचमा धकेलिदिन्छ। एउटा जीवन्त लोकतन्त्रमा के संविधानको पानामा कोरिएका स्पष्ट अक्षरहरूको बढी महत्त्व हुनुपर्छ कि ती अक्षरहरू पछाडि लुकेको शक्ति सन्तुलनको अलिखित मर्मको? यो प्रश्नको उत्तर सजिलो पक्कै छैन। आजको यो विश्लेषणबाट परिस्थितिको राम्रो चित्र तयार भयो होला भन्ने आशा छ। यो महत्त्वपूर्ण प्रश्नका साथ आजको प्रस्तुति यही अन्त्य हुन्छ।